गुरुको वित्तीय साक्षरता कार्यक्रममा म भुवनराज पन्त हिमालयन कमोडिटी तर्फबाट आज तपाईहरु सबैलाई स्वागत गर्दछु। सर्वप्रथम त म हिमालय टिभी परिवारलाई यो कार्यक्रममा बोल्ने अवसर दिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु भने साथसाथै आर्थिक बजेट 2073-74 मा कमोडिटी बजारको नियमनको कुरा सम्बोधन भएकोमा सम्पूर्ण सरकारवालाहरूलाई बधाई दिन चाहन्छु। अब आजको मूल विषयमा प्रवेश गरौं। आज म तपाईहरुलाई एकाउन्टिङ सिस्टम टु बी फलोड बाइ द मार्केट पार्टिसिपेन्ट्स अफ मर्केन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड मा केन्द्रित भएर क्लाइन्ट र ब्रोकर फोकस्ड एउटा एकाउन्टिङ सिस्टम कसरी मेन्टेन गर्ने, ब्रोकरले बिलिङ कसरी गर्ने, क्लाइन्टले आफूले ट्रेड गरेको कारोबारमा कसरी उसले टीडीएस पे गरेको हुन्छ र उसले तिरेको भ्याटको कुरामा उसले के गर्नुपर्ने हुन्छ भन्ने कुराको एउटा बृहत जानकारी दिन खोज्दैछु। अब पहिला मर्केन्टाइल एक्सचेन्ज लिमिटेडको एकाउन्टिङ सिस्टम बुझ्नु भन्दा पहिले हामीले के बुझ्न जरुरी छ भने मर्केन्टाइल एक्सचेन्जले फलो गरेको मार्केट स्ट्रक्चर के हो, त्यसका मार्केट पार्टिसिपेन्ट्स को हुन् त, पहिला त्यो जानकारी लिऊ। अब मर्केन्टाइल एक्सचेन्ज लिमिटेडले फलो गरेको मार्केट स्ट्रक्चरको कुरा गर्दा अथवा मार्केट पार्टिसिपेन्ट्सहरु को हुन् भन्दाखेरि सर्वप्रथम एक्सचेन्ज, त्यसपछि क्लियरिङ मेम्बर र मार्केट मेकर, त्यसको अन्तर्गतमा आउने छन् ब्रोकर, सब ब्रोकर र त्यसको अन्तर्गतमा आउने छन् क्लाइन्ट। अब यो किसिमको मार्केट स्ट्रक्चर फलो गरेको मर्केन्टाइल एक्सचेन्ज लिमिटेडमा क्लाइन्ट सर्वप्रथम रजिस्टर हुँदाखेरि उसले कहाँबाट रजिस्ट्रेसन सुरु गर्नुपर्छ भन्दाखेरि उसले ब्रोकर थ्रुबाट रजिस्टर हुनुपर्ने हुन्छ। एउटा क्लाइन्ट मर्केन्टाइल एक्सचेन्ज लिमिटेडमा रजिस्टर हुँदाखेरि उसमा मर्केन्टाइल एक्सचेन्ज लिमिटेडले तोकेका मिनिमम रिक्वायरमेन्ट्सहरु हुनु आवश्यक छ। यदि एउटा क्लाइन्टमा मर्केन्टाइल एक्सचेन्जले तोकेका क्लाइन्टका मिनिमम रिक्वायरमेन्ट्सहरु छन् भने उसो त रजिस्टर गर्न सक्छ ब्रोकरको मार्फत। अब क्लाइन्ट ब्रोकरको मार्फत रजिस्टर भएपछि मर्केन्टाइल एक्सचेन्ज लिमिटेड नेपालले उसलाई एउटा ट्रेडिङ कन्सोल दिन्छ जसबाट उसले आफ्नो ट्रेड गर्न सक्छ। क्लाइन्टको ट्रेडको कुरा उसले ट्रेडिङ कन्सोल प्राप्त गर्यो। अब ट्रेड गर्नलाई केही रकम लगानी गर्नुपर्ने हुन्छ। त्यो रकम लगानी गर्नलाई उसले कहाँ गएर कसरी जम्मा गर्ने, एउटा कुरा के भन्न चाहन्छु भने मर्केन्टाइल एक्सचेन्ज लिमिटेडले नगद कारोबारलाई कहिले पनि प्रोत्साहन गर्दैन। भन्न खोजेको के हो भन्दाखेरि प्रपर ब्याङ्किङ च्यानलबाट आएको फन्डलाई मात्र ट्रेडमा लगाउन मिल्छ। यसलाई म तपाईहरुलाई अझ सजिलो तरिकाले भन्छु। क्लाइन्टले ट्रेडिङ कन्सोल पायो, अब उसलाई ट्रेड गर्नु छ। उसले के गर्नु पर्यो भने उसले मर्केन्टाइल एक्सचेन्ज लिमिटेडले आफ्नो ब्याङ्किङ पार्टनरहरु, विभिन्न ब्याङ्किङ पार्टनरहरु छन् र हरेकमा खाता पनि खोलिएको हुन्छ। यसको लागि मर्केन्टाइल एक्सचेन्जले आफ्नो ब्रोकरलाई, क्लियरिङ मेम्बरलाई र सबै सरकारवालालाई डेजिग्नेटेड जुन एक ब्याङ्कहरु छन् त्यसमा खाता खोल्नु आवश्यक हुन्छ। अब क्लाइन्टले ट्रेड गर्नको लागि आफ्नो खाताबाट क्लियरिङ मेम्बरको सेग्रिगेट एकाउन्टमा विथ प्रपर न्यारेसन एन्ड ट्रेडेबल फन्ड डिपोजिट गरेपछि उसको ट्रेडिङ कन्सोल एक्टिभेट, क्लाइन्टले पैसा जम्मा गर्यो, ट्रेडिङ कन्सोल पनि एक्टिभेट भयो। अब क्लाइन्टले ट्रेड सुरु गर्दछ। क्लाइन्टले ट्रेड सुरु गर्दाखेरि उसले नाफा कमाउन सक्छ अथवा घाटा हुन सक्छ, त्यो भन्न सकिदैन। अब क्लाइन्टले ट्रेड गरेको छ भने उसले जुन त्यो ट्रेडिङ कन्सोलको अथवा जुन एक्सचेन्जले दिएको कन्ट्र्याक्टहरुको सुविधा उपभोग गरेको छ त्यो सुविधा उपभोग गरेको बापत मर्केन्टाइल एक्सचेन्ज लिमिटेडले ट्रान्जेक्सन फी भनेर अथवा कमिसन फी भनेर क्लाइन्टसँग चार्ज लिने गर्छ। त्यो चाहिँ एक्सचेन्जले विभिन्न प्रोडक्टहरुलाई कन्ट्र्याक्ट साइज हेरेर आफ्नो नीति नियम अनुसार फिक्स रेटहरु दिएको हुन्छ। त्यो चाहिँ हामी मर्केन्टाइल एक्सचेन्जको साइटबाट पनि हेर्न सक्छौं। अब क्लाइन्टले ट्रेड गर्दाखेरि उसको कमिसन काटिने भयो एउटा कुरा। अर्को कुरा उसले नाफा गरेको छ भने नाफाको रकममा
टिडिएस काटिने गरिन्छ। टिडिएस कति काटिन्छ भने उसले नाफा गरेको रकमको 10% टिडिएस काटिने गरिन्छ। यो इन्कम ट्याक्स एक्टमा लेखिएकै कुरा हो। अब लागौँ कमिसनको पाटोतिर। कमिसनमा क्लाइन्टले कमिसन तिर्यो, अब यो कमिसन कता जान्छ बुझ्नुपर्ने कुरा यहाँ छ। कमिसन भनेको मर्केन्टाइल एक्सचेन्जको जुन पार्टिसिपेन्ट्सहरू छन्, ब्रोकर छ, क्लियरिङ मेम्बर छ र एक्सचेन्ज स्वयं आफै पनि छ, त्यसमा एक्सचेन्जले तोकेको प्रतिशतको आधारमा सेयरिङ हुने गर्दछ यो कमिसन। ब्रोकरको, क्लियरिङ मेम्बर र एक्सचेन्जको इन्कम भनेको यो कमिसन हुने गर्दछ। मानौ कि क्लाइन्टले 100% कमिसन तिरेको छ भने हाल चलिआएको एक्सचेन्जको नियम अनुसार 75% कमिसन ब्रोकरले पाउने गर्दछ भने बाँकी रहेको 25% एक्सचेन्ज र सिएमले बाँड्ने गर्दछन्। अब कमिसन त यसरी डिस्ट्रिब्युसन भयो। अब कमिसन डिस्ट्रिब्युसन भएपछि क्लाइन्टले आफूले तिरेको कमिसन उसले केही त पाउनु पर्यो, त्यसको बिल पाउनु पर्ने हुन्छ होला। अब हामीले पहिला के बुझ्नुपर्छ भने कमिसन भनेको एक्सचेन्जले दिएको जुन कन्ट्र्याक्ट र ट्रेडिङ काउन्सिल दिएको छ एउटा ट्रेड गर्ने उसको सेवा, त्यो बापत लिएको हो र यसमा भ्याट लगाइएको हुन्छ। अब भ्याट भनेको मूल्य अभिवृद्धि कर, यानि कि कुनै पनि वस्तु वा सेवाको उपभोग गरे बापत लाग्ने अदृश्य कर हो, यानि कि मूल्य अभिवृद्धि कर। यो मूल्य अभिवृद्धि कर भन्नाले के बुझिन्छ भने वस्तु तथा सेवा उपभोग गरे बापत तिरिने अप्रत्यक्ष कर हो। यो हाम्रो राज्यलाई तिर्नुपर्ने दायित्व अन्तर्गत आउँछ। अब रह्यो कुरा क्लाइन्टले कमिसन तिरेको छ अनि 3टा मेम्बर्सले कमिसन बाँडेका छन्, ब्रोकरले बाँडेको छ, ब्रोकरले लिएको छ, यता क्लियरिङ मेम्बरले लिएको छ, यता एक्सचेन्जले लिएको छ। अब भ्याट लगाइएको कमिसनलाई हामी कसैले पनि सरकारवालाहरूले यो बुझ्नु भएन कि क्लाइन्टसँग लिएको पुरै रकम मेरो आम्दानी हो। यो चाहिँ कसैले पनि बुझ्नु भएन, किनभने त्यसमा भ्याट जोडिएको छ। भ्याट बिनाको रकम तपाईँको आम्दानी हो, भ्याटको रकम राज्यलाई तिर्नुपर्ने दायित्व हो। अब तपाईँले सोच्नु होला भ्याट मैले कसरी तिर्ने, कसरी निकाल्ने, कति रकम बराबर मैले कर कार्यालयलाई बुझाउनु पर्ने हो, कति मेरो आम्दानी हो। अब त्यो बुझ्नलाई म तपाईँहरूलाई एउटा उदाहरण दिन्छु। तर क्लाइन्टले त यहाँ उसको त ब्रोकरको त 1356 रुपियाँ देखिएको छ। अब बाँकीको 339 रुपियाँ कता गयो, यो तपाईँहरूको सुत्ताको विषय होला। त्यो के हुन्छ भने एक्सचेन्ज र सिएमले 25% लिन्छ भनेर होइन हामीले भनेका छौँ। यो भनेपछि क्लियरिङ मेम्बर ब्रोकरको माथि। अब यति बराबरको बिलिङ ब्रोकरलाई क्लियरिङ मेम्बरले गर्दछ भनेको क्लियरिङ मेम्बरको तर्फबाट ब्रोकरले 339 यानि कि उसको पर्चेस भनेको 339 रुपियाँ हुन्छ। अब 339 ब्रोकरको पर्चेस, ब्रोकरले क्लाइन्टले काटेको बिल 1356 उसको सेल्स। भ्याट लिएबिलिटी भनेको के हो, यानि कि राज्यलाई तिर्नुपर्ने भ्याटको दायित्व कसको, अहिले हामी ब्रोकरको केसमा कुरा गर्दैछौँ। भन्नाले तपाईको सेल्स गरेकोबाट पर्चेस गरेको भ्याटको एमाउन्टको डिफरेन्स भन्नु नै भ्याट लिएबिलिटी हो। तपाईले बिक्री कतिको गर्नुभयो, 156 रुपियाँको गर्नुभयो। तपाईले पर्चेसको बिलमा कतिको पाउनुहुन्छ, 39 रुपियाँ भ्याट पाउनुहुन्छ। तपाईले सेल्स 156 गर्नुभयो, पर्चेसमा 39 रुपियाँ आयो। सेल्सबाट भ्याट पर्चेस घटाइदिनुस्, तपाईको 170 रुपियाँ चाहिँ भ्याट लिएबिलिटी हुन आउँछ। भ्याट लिएबिलिटी हुन आउँछ। अब ब्रोकरले के सोच्नुहुन्छ भनेपछि 117 त मैले भ्याट तिर्नु पर्यो, त्यो पैसा कहाँ छ? त्यो पैसा तपाईकै खातामा छ। त्यसको लागि म अब तपाईहरुलाई जानकारी दिँदैछु।
तपाईको क्लाइन्टले सुरुमा मैले भने हाम्रो कुनै ब्याङ्कको सेग्रिगेट एकाउन्टमा पैसा हालेपछि उसको ट्रेडिङ सेट हुन्छ अनि क्लाइन्टले ट्रेड गरेपछि उसको ट्रेडको नाफा भएको रकमबाट टिडिएस काटिन्छ र उसले कारोबार गरे बापत कमिसन काटिन्छ। यो दुईटै मर्केन्टाइल एक्सचेन्जले छुट्टा छुट्टै खातामा जम्मा गरिदिने गर्छ पैसा। एउटा कमिसन एकाउन्ट भनेर उनीहरूले खोलेको हुन्छन् भने अर्को टिडिएस एकाउन्ट भनेर छुट्टै खोलेका हुन्छन्। मर्केन्टाइल एक्सचेन्जले आफ्नो हरेक ट्रान्जेक्सनलाई पारदर्शी बनाउनको लागि हरेक कारोबारको लागि उद्देश्य बमोजिम खाताहरू खोलेका छन्। उसले आफ्नो दैनिक क्रियाकलाप गर्ने एउटा अपरेसन एकाउन्ट खोलेको हुन्छ भने क्लाइन्टको ट्रेडको लागि सेग्रिगेट एकाउन्ट खोलेको हुन्छ र क्लाइन्टले ट्रेड गरेपछिको जुन कमिसन काटिन्छ र नाफा भएको जुन टिडिएस काटिन्छ त्यसको लागि छुट्टा छुट्टै कमिसन र टिडिएस एकाउन्ट खोलिएका हुन्छन्। अब यो कमिसन एकाउन्टमा क्लाइन्टले ट्रेड गरे बापतको जम्मा भएको कमिसन हरेक हप्ता एभ्री विक एक्सचेन्जले ब्रोकरको सम्बन्धित अपरेसन एकाउन्ट खातामा जम्मा गरिदिने गर्छ। यो हरेक हप्ता डिस्ट्रिब्युसन हुने गर्छ। एबिसी ब्रोकरको अपरेसन एकाउन्टमा जाने गर्छ। यो पैसा कति जान्छ भने चाहिँ अघि नै हामीले भनेका छौँ नि 75%। 75% रकम यहाँ उहाँको खातामा जाने गर्छ किनभने यो उहाँको आम्दानीको रकम हो। अब यो इक्जाम्पलमा 75% कति हुन आउँछ भने 1356 को कारोबार गरेको हो भने 75% भनेको 1070 रुपैयाँ हो। यो 1070 रुपैयाँ ब्रोकरको खातामा आएको हुन्छ। अब ब्रोकरले के बुझ्नु पर्यो भने मैले अघि नै भनेको कुरा थियो सम्पूर्ण कमिसनको आम्दानी भनेको मेरो आम्दानी होइन, त्यो बुझ्नु पर्यो। किन होइन? किनभने भ्याट जोडिएको छ। भ्याट बाहेकको रकम तपाईको आम्दानी हो तर भ्याट तपाईको आम्दानी होइन, राज्यप्रतिको दायित्व हो। यहाँ 170 रुपैयाँ दायित्व देखिएको छ। अब मैले अघि भनेको कुरामा न भ्याट बाहेकको रकम मेरो आम्दानी हो भने तपाईको आम्दानी कति हो भन्दाखेरि 900 रुपैयाँ हो। अब यसमा 170 रुपैयाँ जुन जोडिएर खातामा हालिएको छ त्यो खातामा हालिएको रकम भनेको तपाईको राज्यप्रतिको दायित्व हो। यही हिसाबले एक्सचेन्जले पनि क्लियरिङ मेम्बरलाई बिल काटेको हुन्छ, क्लियरिङ मेम्बरले ब्रोकरलाई बिल काटेको हुन्छ र सबैले आफ्नो तहबाट सेल्स र पर्चेसको डिफरेन्स निकालेर हुन आउने भ्याटको दायित्वलाई राज्यलाई बुझाउनु सबैको दायित्व हुन आउँछ। अब तपाईहरूले भ्याट कहिले कहिले बुझाउने? भ्याट बुझाउनलाई तपाईले मासिक रूपमा अघिल्लो महिनाको भ्याट बुझाउनलाई यो महिनाको 25 गतेसम्म टाइम दिएको हुन्छ। मानौ कि तपाईले असार महिनाको भ्याट बुझाउँदै हुनुहुन्छ भने तपाईले साउन महिनाको 25 गतेसम्म त्यो भ्याट बुझाउनु पर्ने हुन्छ र तपाईले यसको लागि आन्तरिक राजस्व विभागको साइटमा गएर भ्याट सबमिट गर्न सक्नुहुन्छ, जुन अनलाइन सबमिट गर्न सकिन्छ। तपाईले जुन दिनुपर्ने भ्याटको दायित्व हुन्छ त्यो चाहिँ सम्बन्धित राजस्व कार्यालयको एभरेज ब्याङ्क काउन्टरमा गएर जम्मा गर्न सक्नुहुन्छ। अब रह्यो कुरा टिडिएसको। क्लाइन्टले तिरेको छ एउटा कमिसनको बिल चाहिँ ब्रोकर मार्फत पाउने हुनुभयो। अब क्लाइन्टले के भन्न सक्नुहुन्छ तपाईलाई भनेपछि मैले गरेको कारोबारमा 10% नाफामा 10% टिडिएस तिरेको छु, त्यसको त सर्टिफिकेट चाहियो। अब त्यो टिडिएस को सर्टिफिकेट कहाँबाट पाइन्छ? यहाँ मैले भने बमोजिम क्लाइन्टले गरेको कारोबारमा काटिएको 10% टिडिएस एक्सचेन्जले आफ्नो खातामा जम्मा गरेको हुन्छ, जुन टिडिएस एकाउन्ट भनेर त्यसमा टिडिएस को पैसा मात्र जम्मा गरेको हुन्छ। यो जम्मा गरिएको पैसा हरेक क्लाइन्टको नाममा आन्तरिक राजस्व कार्यालयमा गएर एक्सचेन्जले तिरिदिने इस्यु भएको हुन्छ। त्यो बिलहरुमा टिडिएस काट्नु पर्ने हुन्छ। यानी कि एक्सचेन्जले क्लियरिङ मेम्बरलाई दिने बिल, क्लियरिङ मेम्बरले ब्रोकरलाई दिने बिल र ब्रोकरले क्लाइन्टलाई दिने बिलहरुको कुरामा जस्तै क्लियरिङ मेम्बरले ब्रोकरलाई बिल दिएको छ, पर्चेस बिल दिएको छ। यो उदाहरणमा हेर्दाखेरि क्लियरिङ मेम्बरबाट ब्रोकरले पाउने बिल भनेको 339 रुपैयाँको हो।
त्यसमा 300 बेसिक एमाउन्ट भयो, 39 भ्याट भयो। यो बिल उसलाई आउँछ पर्चेस भनेर। पर्चेस बिलमा टिडीएस काट्नुपर्छ भन्ने हामी सबैलाई अवगतै छ। अब टिडीएस त काट्ने, टिडीएस यानी कि ट्याक्स डिडक्टेबल एट सोर्स एकाउन्टमा काट्नुपर्ने थियो। तर हाम्रो संरचना के छ भने मर्केन्टाइल एक्सचेन्जले क्यास ट्रान्जेक्सन गर्दैन। उसले के गर्छ भने ब्रोकरको मा रजिस्टर भएको क्लाइन्टले सिधै क्लियरिङको सेग्रिगेट एकाउन्टमा पैसा जम्मा गर्नुपर्ने हुन्छ। उसले आफ्नो खाताबाट अनलाइन ट्रान्सफर गर्न सक्छ एउटा, होइन क्यास डिपोजिट गर्छु भने खातामै हाम्रै क्लियरिङ मेम्बरकै खातामा जम्मा गर्नुपर्ने हुन्छ। तर उसको प्रपर न्यारेसन, उसको दिएको उसलाई डेजिग्नेटेड क्लाइन्ट कोड जुन हुन्छ त्यो लेखेर गर्नुपर्ने हुन्छ। र सिधै सेग्रिगेटमा पैसा आएपछि ब्रोकरले त क्यास पाएको हुँदैन। यहाँ भनिएको छ 1356 रुपियाँको बिल काटेको छ, तर ब्रोकरले क्यास नपाएर पहिले हाम्रो सिस्टममा उसले ट्रेड गर्न पैसा हालेको हुनाले पहिले यसमा टिडीएस डिडक्ट गर्न मिलेन, नत्र ब्रोकरले टिडीएस काटेर हामीलाई क्यास दिन सक्थ्यो होला। तर यहाँ क्यासको ट्रान्जेक्सन नभएको हुनाले टिडीएस काट्नलाई अलिक ब्रोकरलाई समस्या भयो मानौँ। अब ब्रोकरलाई समस्या भयो भनेपछि ब्रोकरलाई जुन बिल आएको थियो एक्सचेन्जबाट यो 300 रुपियाँको बिल, यसमा उसले टिडीएस काट्नुपर्ने हुन्थ्यो भ्याट बिल 1.5% यानी कि 4 रुपियाँ 50 पैसा। अब उसले पर्चेस बिलमा यतिको टिडीएस काट्छ। यतिको टिडीएस काटेपछि पैसा त सिधै उसको खातामा जम्मा भइसकेको छ। अब मैले टिडीएस काटेर ब्रोकरले मै तिरौँला, तर मैले पैसा चाहिँ खै कताबाट पाउने भन्ने होला। अब तपाईहरुले गरिरहनु भएकै कुरा हो, जुन टिडीएस काट्नु भएको छ, जुन पार्टीको नाममा काट्नु भएको छ, अहिलेको केसमा क्लियरिङ मेम्बरको नाममा जुन टिडीएस काट्नु भएको छ, तपाईले त्यो टिडीएस तिरेर भेरिफाइड कपी क्लियरिङ मेम्बरलाई दिनुभयो भने त्यो रकम तपाईलाई रिइम्बर्स गरिन्छ। किन त भन्दाखेरि पैसा पहिले जम्मा भएको थियो, किनभने क्लाइन्टले ट्रेड गर्दाखेरि सेग्रिगेट एकाउन्टमा पैसा जम्मा गर्नुपर्ने हुन्छ र उसले कुन दिन ट्रेड गर्छ त्यो दिन नै कमिसन काटिने हुन्छ। त्यही भएर पहिला नै पैसाको जुन क्यास कारोबार हुँदैन, क्लाइन्टले ट्रेड गरेपछि ब्याङ्किङ च्यानल मार्फत मात्रै कारोबार हुने भएको हुनाले पैसा पहिले होल्ड भएको छ। त्यही भएर त्यो बराबरको टिडीएस काटेको बराबरको रकम चाहिँ हामीले हरेक ब्रोकरलाई रिइम्बर्स गर्दै आएका छौँ र ब्रोकरहरूले यो सिस्टम फलो पनि गरिरहनु भएको छ। अब नयाँ आउने ब्रोकरहरूलाई पनि अझ सजिलो होस् र पहिला नै जानकारी होस् भनेर म फेरि यो कुरा यहाँ पोस्ट गर्दैछु। एउटा मर्केन्टाइल एक्सचेन्जले फलो गरेको एकाउन्टिङ सिस्टममा क्लाइन्टले ट्रेड गरेपछि उसले तिर्ने टिडीएस र भ्याटमा कसरी उसले आफ्नो डकुमेन्टहरू लिने र ब्रोकर र क्लियरिङ मेम्बरको हकमा चाहिँ कसरी उसले बिलिङ गर्ने अथवा एकाउन्टिङ सिस्टम कसरी मेन्टेन गर्ने भन्ने जानकारी गराएँ। आज यस कार्यक्रमबाट चाहिँ तपाईहरुले सायद एकाउन्टिङ सिस्टमको जुन अहिले मर्केन्टाइल एक्सचेन्ज फलो गरेको मार्केट स्ट्रक्चरमा फलो हुने एकाउन्टिङ सिस्टम बारे जानकारी पाउनुभयो होला भन्ने आश गरेको छु र आउने दिनहरुमा पनि तपाईहरुलाई मर्केन्टाइल एक्सचेन्जमा कुनै यस्तै तपाईहरुको केही जिज्ञासाहरू छन्, कुनै कुरा बुझ्न चाहनु भएको छ, त्यस्तो केही छ भने र यही कार्यक्रममा पनि तपाईहरुले अझ केही जिज्ञासा लिनुपर्ने छ अथवा केही क्वेशनहरू तपाईहरुको मनमा एराइज भएको छ भने तपाईहरुले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हिमालयन कमोडिटी ब्रोकर्स प्राइभेट लिमिटेडमा कन्ट्याक्ट गर्दा हुन्छ र तपाईहरुले मलाई मेलबाट पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। accounts@sbnepal.com मा तपाईले आफ्नो क्युरीहरू फरवर्ड गर्न सक्नुहुन्छ। र आज यस कार्यक्रममा मलाई एकाउन्टिङ सिस्टम बारे सामान्य जानकारी गराउन दिने अवसर दिनुभएकोमा हिमालय टिभी परिवारलाई धन्यवाद दिन चाहन्छु र अब छिट्टै नै हामी एउटा सरकारी नियामक निकाय पाएर अझ कमोडिटी बजारमा नयाँ आयाम थपिने छ भन्ने विश्वासमा अगाडि बढिरहेका बेला यो कार्यक्रमले नयाँ आउने ब्रोकर र मेम्बरहरूलाई अझ थप जानकारी पुगोस् भन्ने आश गर्दछु। धन्यवाद।